आफ्टर 2 इयर्स पछिको हाम्रो पहिलो भेटेको हामी भोलिपल्ट काठमाडौँको स्काई टावरमा माथि गयौँ र लामो डिस्टेन्स पछिको भेट भएको हुनाले यो मोमेन्ट हामी एक्सप्रेस गर्नै सकिरहेको थिएनौँ। यति खुसी यति ह्याप्पी थियौँ, यो समय सधैँ आइरहोस् जस्तो लागिरहेको थियो। यस्तो लगाउने भनेर हाम्रो उहाँ सिस्टरले हेल्प गर्दै हुनुहुन्छ। यो के सोप हो यो स्काई वकको अगाडिपट्टि। ल ठिक छ है।